भन किन बोलाके? रमेश सुनि भन्दा त आमा पो भन्दैछ। के रे आमा भन्दै छु रे? हेर्नु न मैले जाँच पनि गराइसकेँ मेरो पेटमा तपाईँको बच्चा छ अरे। मेरो कसरी मेरो? तपाईँको नभएर कसको हो त? के कुरा गर्नुभएको रमेश तपाईँले? अनि के त मेरो बच्चा भयो तिमीले मलाई कहिले भनिहाल्छ किन आउने कहिलेसम्म? के भन्न खोज्नु भएको तपाईँले? यो बच्चा तपाईँकै हो। होइन मेरो। तपाईँको नभएर कसको? मलाई के थाहा? धेरै नाटक गरेर मलाई फसाउनुहुन्छ। खोइ छोडा मेरो बाटो। सिन्दुर हाल्यो भनेर मक्खै परेको होला। त्यो त मैले माटोको सिन्दुर उसै पो लगाइदिएको त। को मक्खै भएको छ त्यो त मलाई पनि थाहा छैन। ओ कपिला सुन न, के मैले तँलाई साँच्चीको सिन्दुर हाल्यो भने त मसित बिहे गर्छस्? त्यस्तो गर्छु होला नि दिदी। नगर न, तैँले मलाई के भन्छस् भनेर मैले तेरो मन पो चरेको त। ओइ राजु त रिसाएर गयो त उता। मैले नि मन चोरेको थिएँ नि, पकाउँछ कि भनेको त रिसाएर गयो। जाउँ अब हामी पनि घर बाख्रा लिएर जाउँ। F for apple. A for apple हुन्छ है? ओइ A for apple हुन्छ हो? कहाँ एप्पल हुनु? अङ्गुर पो हुन्छ त। A for अङ्गुर. A for अङ्गुर. ओइ झन्डै देखिन है, देखेको त बिल्ला गर्थ्यो। मैले गरेर त हो नि। के राखेको हिँड्न हिँड होइन नजाउँ मलाई हिँड्न हिँड मुन्ना अलि बिस्तारी गर न बिस्तारी त गरिरहेको छु नि सानो म तिमीलाई एउटा कुरा सोध्छु नरिसाउ ल के कुरा हो सोध न सुन न तिमीलाई सीमाले मन पराउँछ अरे हो अभि कसले भनेको हो कि होइन नडाटी भन न ए तिमीलाई मिठुले भनेको होइन मलाई मिठुले भनेकै छैन अभि तिमीले किन झुटो बोलेको साथीलाई ए हो र म मिठुले सुनेको हो नि ए तिम्रो यहाँ मेरो कुरा काट्दैछौ अब के गर्नु दिदी केटाकेटीहरूले गल्ती गरिहालेछन् अब यिनीहरू दुईजनाको बिहे गराइदिनु पर्छ मेरो छोरोले केही गल्ती गरेकै छैन तपाईहरु चाहिँ किन यत्रो षड्यन्त्र गर्न खोज्नुहुन्छ मलाई होइन के भन्नुभएको दिदी जेउन भइसक्यो बिहे त गर्नु परिहाल्छ तपाईँले यस्तो कुरा नगर्नु है किन गर्नु बिहे यो बच्चा मेरो बाबुको हुँदै होइन मेरो छोरोको हो भन छोरो होइन मेरो गल्ती गरिसकेपछि तपाईँले त्यसो भन्नु पाउनुहुन्न ल यो मेरो बच्चा होइन म स्वीकार गर्दिनँ नत्र डिएनए टेस्ट गरौँ मिल्यो भने मात्र स्वीकार गर्छु ओहो दिदी कुरा त गम्भीर भएछ त ऊ हाम्रो सर आइसक्नु भएछ नमस्कार देवी सर नमस्कार सर नमस्कार ल सर यो कुरा जसरी पनि मिलाइदिनु पर्यो मैले सबै कुरा थाहा पाइसकेँ भन त तिमी के गर्छौ मैले भनेको छु नि सर डिएनए मिल्यो भने स्वीकार गर्छु भनेर ए मिल्यो भने भनेपछि तिमीलाई शङ्का छ अनि के गर्नु त उहाँहरू सबैले जबरजस्ती गर्नुहुन्छ त तपाईले विश्वास गर भन्नु भएको थियो धेरै माया गर्छु भन्नु भएको थियो यही हो तपाईको माया दाजु अगाडि हेर त यो फुल मलाई हैन उसलाई दिऊ तैँले मलाई ममता रन्स भनेर यिनीहरूलाई भनेको मैले कसैले केही त भनेको छैन उसो भए त यहाँ किन आइस जा
बिर्सेको मलाई त त्यो नेप्टीको माया लाएर रोप्यो नि। मामु अनि त्यसपछि के हुन्छ? अब बाँकी कथा भोलि भन्छु। तिमीलाई निन्दा लागिसक्यो सुतुमै?